पानी आइसक्यो होला हजुरहरुको मुखमा पानी आइसक्यो होला हेरेर त्यसो ब्लडको पानी पुरी हो अब यहाँ लगाइस अब म यहाँ कमल पोखरीको कमलहरुलाई म देखाउँछु तपाईलाई अर्को आइफोनबाट भिडियो बनाएर हान बुढाबुढीहरु हेलो गाइस वी आर एट कमल पोखरी हाम्रो मोहन सर दिस इज माई न्यू बाइक हेर्न सक्नुहुन्छ गाइस हामीले अहिले चाहिँ एक प्लेट चटपटे र पानीपुरी खाइसक्यौँ अझै एउटा पानीपुरीको अर्डर छ कमल पोखरी भिजिट गरेका थियौँ हाम्रो मोहन सर हैन दिस इज माई न्यू बाइक अनि वी आर एट कमल पोखरी हामीले चाहिँ अहिलेसम्म चाहिँ एक प्लेट चटपटे र पानीपुरी खाइसक्यौँ अनि चाहिँ यहाँ आज एकदमै झुन्डहरू छ यहाँ गाई देख्न सक्नुहुन्छ गाइज है दिस इज कमल पोखरी यहाँ चाहिँ आजको भ्यू चाहिँ एकदमै राम्रो छ हाम्रो मोहन सर इज लुकिङ भेरी ह्यान्डसम टुडे कोही हुनुहुन्छ भने विवाह गर्न इच्छुक उहाँलाई सम्पर्क गर्ने होला है एन्ड आज चाहिँ एकदमै भिड छ यहाँ कमल पोखरीमा यहाँ चाहिँ साना साना भाइ बहिनीहरू चाहिँ चिप्लेटी खेलिरहेछन् है ल बाबु मेरो भ्लगमा हाई गरिदेऊ ल हेलो भनिदेऊ सब्सक्राइब गरिदिनु होला सबैजनाले लगाइस अब म यहाँ कमल पोखरीको कमलहरुलाई म देखाउँछु तपाईलाई यो हेर्न सक्नुहुन्छ तपाईहरु यति धेरै गाइस एकजना डट बाइक लिएर आएको डट बाइक ल्याएर त्यसले डट बनाइदिएको है कमल पोखरीको भ्यू गाइस हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा बबाल बाइक छ गाइस यहाँभित्र है एन्ड यहाँभित्र हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ यसरी पिङ खेल्न सक्नुहुन्छ है यहाँ चाहिँ पिङ खेलिरहेका छन् एन्ड चिप्लेटीको लागि एन्ड हाम्रो यो आन्टीको चटपटे खाना हजुरहरूले नबिर्सिनु होला कमल पोखरी आउँदा एकदमै स्वादिष्ट चटपटे र पानीपुरी बनाउनुहुन्छ आन्टीले एन्ड यहाँ चाहिँ हजुरहरू पिङ खेल्न आउन सक्नुहुन्छ एन्ड हजुरहरू चिप्लेटी खेल्न सक्नुहुन्छ यहाँ फोटोग्राफीको लागि यहाँ ब्रदरहरू हुनुहुन्छ उहाँहरूले फोटो निकालिदिनुहुन्छ हजुरको एन्ड हेर्न सक्नुहुन्छ गाइस इट्स भेरी ब्युटिफुल हियर हामी जुलिरहेका छौँ यहाँ त्यहाँ चाहिँ हामीले फोटोसुट गर्न मिल्छ आई लभ कमल पोखरी भनेको ठाउँमा एन्ड उहाँ ब्रदरहरूले चाहिँ यहाँ फोटोसुटको लागि बस्नु भएको छ उहाँले फोटोसुट गरिदिनुहुन्छ भेरी ब्युटिफुल प्लेस फर फोटोग्राफी एन्ड हजुरहरूले चाहिँ छुटाउने नहुने कुरा यहाँ आउँदाखेरि चाहिँ उहाँ आन्टीको पानीपुरी र चटपटे खाना चाहिँ नछुटाउनु एकदमै टेस्टी चटपटे र पानीपुरी बनाउनुहुन्छ आन्टीले हाम्रो ह्यान्डसम मोहन सर आउनु होला है I love this place too much. I have come several times here to eat the chotpat of our auntie. ल गाइस अब पनि हाम्रो यो तेस्रो प्लेट पानीपुरी लिन जाँदै भन्छ मोहन सर है हेर्न सक्नुहुन्छ गाइस हाम्रो आइफोन्स हाम्रो ह्यान्डसम मोहन सर आन्टीले पानीपुरी हाल्दै हुनुहुन्छ प्लेटमा रेडी गरिसक्नु भएको छ आन्टीले पानीपुरी रेडी गर्नु भएको छ र गाइस हेर्नुहोस् हाम्रो थर्ड प्लेट पानीपुरी आइसक्यो मोहन सरले लिएर आउनु भएको छ मुखमा त पक्कै अब हामी खाँदैछौँ ल मोहन सर एउटा बाइट हानिदिनुहोस् त यो हाम्रो अमिलो कस्तो छ सर गाँस है मोहन सरले लिइसक्नुभयो अब मेरो पाली Sir, how is it? बबाल You can't explain this taste in words. हजुरहरू यहाँ आउँदाखेरि चाहिँ उहाँ आन्टीको चटपटे चाहिँ त्यो पानीपुरी चाहिँ नछुटाउनु होला ठाउँ पनि देखाइदिनुहोस् ल गाइस हेर्नुहोस् यहाँ चाहिँ सुन्दरी केटीहरू पनि आएका छन् यति मजा आइरहेको छ नि यो पानीपुरी खाँदा चिसो अमिलोको साथमा
हामीलाई त अम्लो त बहुत मन पर्छ हैन सर अम्लो खानु भनेको हामी स्वर्गमा जानु हो कि हामीले जनाउनु केटी भएर हेर्नु त यहाँ कस्तो ग्रुपमा आएर पिङ खेल्न सक्नुहुन्छ फोटोग्राफी यस्तो नेचुरल भ्यू न हौहल्ला न पोल्युसन ल गाइस म मेरो घरतर्फ गइरहेको छु हेर्नुहोस् एन्ड वी आर मुभिङ फरवर्ड यहाँ चाहिँ हाम्रो पहिला सिटिभिटीको कार्यालय थियो यहाँ चाहिँ होइन अहिले सरेर दाङमा गएको छ एन्ड यहाँ पनि थियो 2टा कार्यालय थियो यहाँ होइन यो पनि सरेर अहिले दाङमा गइसकेको छ आउँदै गर्दा यो चाहिँ मुक्तिनाथ मन्दिरभित्र जाने गेट यो पसल अनि यहाँबाट हामी लेफ्ट लिन्छौँ लेफ्ट लिइसकेपछि बच्चाहरूलाई हाई गर्नुपर्छ बच्चाहरूलाई ल भ्लगमा हाई गरिदेऊ ल हेलो गरिदेऊ गाइस हामी यहाँ घर पुगिसक्यौँ अनि घरमा चाहिँ यहाँ केटाकेटीहरू क्रिकेट खेलिरहेछन् यो भाइ चाहिँ रेफ्री हो अरे होइन रेफ्री बसिरहेछ यहाँ ढुङ्गामाथि अनि चाहिँ यहाँ ऊ भाइले बलिङ गरिरहेछ मेरो भान्जा ब्याट्सम्यान अनि उहाँ हेर्न सक्नुहुन्छ गाइस भाइले ल हेर्नुहोस् है त गाइस भाइले के कसरी हान्ने होला 6 हान्छ कि 4 हान्छ ल ल 6 ए नो 6 गाइस हेर्न सक्नुहुन्छ ल बलरले बलिङ दियो ल ल ल ल ल ल भर्खरै ब्याटिङ कसले गरेको थियो यता आम त ल ल अरविन्द भाइ ल ब्याटिङ गरेको तिमीले होइन यहाँ हेरौँ त तिम्रो फेस ल गाइज हेर्नुहोस् अब मेरो भान्जाले हान्दैछन् बलै आउट नो बल भएछ यो है भर्खर ब्याटिङ गर्ने मान्छे गाइज हेर्नुहोस् त ल भाइले बलिङ हानिरहेछ ल ओ हान्नै सकेनन् गाइज हेर्नुहोस् ल गाइज हेर्नुहोस् अब चाहिँ म ब्याटिङ गर्न जाँदैछु गाइज मेरो ब्याटिङ बलिङ गर त बलिङ गर भाइ ए we have no microphone so your voice now will not be captured in this phone मेरो सरले चाहिँ ब्याटिङ गर्दै हुनुहुन्छ गाइज हान्नै सक्नु भएन because he is getting older day by day म क्रिकेट होइन कि म कबड्डी प्लेयर हो यो त राख्छु ल यही हो अब दाइले बलिङ गर्दै हुनुहुन्छ हेर्नुहोस् अब बलिङ गर्दै हुनुहुन्छ हान्नु भएको छैन दाइले अब फेरि बलिङ गर्दै हुनुहुन्छ दाइले हान्नु भयो छक्का गाइस हेर्नुहोस् त यिनीहरूले हाम्रो अर्को आइफोनबाट भिडियो बनाइरहन् बुढाबुढीहरू यो सरले हानेर आउनुभयो बलै हरायो त्यसमा सर यता हेरिदिनुहोस् त यहाँ बाइक चलाइरह